नमस्कार गाइज, यो चाहिँ मेरो घर हो। उहाँ चाहिँ मेरो बाबा। मेरो घर चाहिँ यस्तो छ। मेरो घरमा चाहिँ दुईटा कोठा छ, एउटा अनि यो गल्ली हो। अनि यहाँ अर्को कोठा छ, हेर्नुहोस्। रङ लगाउन सकेको छैन, गाह्रो छ है। अनि यहाँ चाहिँ मसँग जाने छैन कि, यो चाहिँ बाटो हो। अनि यो मेरो गोठ पनि छ, यसैमा किचन पनि छ। उहाँ बुवाले चलाउने रिक्सा हो। अनि हाम्रो गाउँ चाहिँ यस्तो छ, डाँडा काँडा। यही घर हो मेरो गाउँ है। अनि यो चाहिँ कसले चिन्नु भएको ल, यसलाई के भन्छ ल भन्नु त। यसलाई के भन्छ ल, यसलाई के भन्छ, यसलाई के भन्छ ल भन्नु। यो त फुल हो। यो चाहिँ हाम्रो पहाडी बाछी, पहाडी बाछी। यहाँ चाहिँ पानी आइरहेको छ अहिले है। यहाँ मेरो हाम्रो सानो हजिरे खोर्सानी उकिएर त्यत्रो निस्किया। हेर्नुहोस्, मैले चाहिँ भ्लग बनाउँछु भने कस्तो हुन्छ भ्लग पनि होइन, थाहा छैन कि आफूलाई। त्यही भएर भ्लग बनाउनुलाई यहाँ चाहिँ मेरो बुढी तरकारी पकाउँदै हुनुहुन्छ। आज स्पेसली के तरकारी कालु? बोडी आलु। बोडी र आलु। पकाएको माना कस्तो मिठो किचन खाँदाखेरि कति मिठो बास्ना। आज चाहिँ मेरो स्पेसल हो नेपाली खाना हाम्रो। हजुरहरूले खानुहुन्छ हुँदैन? काली कलै उठ्या होइन ल। अहिले बाई बाई है। 3 मिनट भएछ, धेरै हाल्नुहुन्न। मलाई पनि थाहा छैन कति हाल्नुपर्छ ल है। बाई ल।